गाउँमा रोड पिच भएछ, गाउँमा सडक पिच भएछ, उहिले नै हुनुपर्ने हो, पहिले नै हुनुपर्ने हो। खुसी लाग्छ नि, गाउँ आफ्नै, जन्मेको हुर्केको ठाउँ आफ्नै। विकासको बर्सात हुँदैछ, विकासको बर्सात हुँदैछ, मौसममा बर्सात सुरु हुँदैछ। गाउँ रोड चिल्लो हुँदैछ, सरर सवारी चल्न सजिलो हुँदैछ। रोड पिच तर मान्छेको मन पिच कहिले? सिस्टममा शिष्टता आउने कहिले? बाजो बारी बन्जर खेत देखेर, घरमा बुढो बा आमा मात्रै देखेर मुग्लान पसेकाहरू चित्त नदुखे हो र? उर्वर जवानी परदेशमा किन खेर फाल्थे र? लोकतान्त्रिक गणतन्त्र संहितामा कहाँ आयो खोइ सिंहदरबार गाउँ गाउँमा? चुनिएका नेताहरूले खल्तीकालाई मात्र अवसर स्थान ठाउँ दिए, देखाए गाई जात्रा। खोइ भिजन काँचा, सोच चित्त फराकिलो, रत्तीको टोकरीमा राखी जनतालाई ठाने धुलो। कर खाएर बाँचेकाहरू करोडपति भए, जनता सुन्नेको सुन्ने भएन कहिले सही। अनि रोड पिच भएर के? रोजगारीमा पिच खै? युवाले गाउँमै रमाउने कमाउने वातावरण खै? निश्चित वर्गको मुठीबाट गाउँलाई छुटकारा पाउनुपर्छ। रोड मात्र पिच होइन, मान्छेको मन पनि पिच बनाउनुपर्छ। रोड मात्र पिच होइन, मान्छेको मन पनि पिच बनाउनुपर्छ। थ्याङ्क यू, धन्यवाद।